हेलो गुड मर्निङ गाइज। आज म नेपाल आएको पनि धेरै दिन भयो। मैले सुनेको छु कि हाम्रो भाइ रोनाल्डो पनि यही नेपालमा छन् रे। अब भाइलाई एकचोटि कल गर्नु पर्यो। हेलो रोनाल्डो मेरो भाइ, कहाँ छौ तिमी? ओ मेसी दाजु पो, म त यता पाटनतिर छु दाइ। म त काठमाडौँमा छु अनि तिमी पनि यही छौ भन्ने सुने। अनि आज फ्री छौ? फ्री छु दाइ, घुम्न आउनु यहाँ पाटनतिर। दाजुभाइ यसो रमाइलो गर्नुपर्छ। हुन्छ भाइ, म त्यहाँ आउँछु अनि कल गर्छु है। हुन्छ मेरो दाइ। दाइ पाटन जान्छ? जान्छ चौडै पाटन त दामी रहेछ त। रोनाल्डो भाइलाई कल गर्नु पर्यो। मेरो भाइ म पाटन आइपुगे। कहाँ छ तिमी? लोकेसन सेयर गरेको छु, हेरेर आऊ है। ओके दाइ। फाइनली दाजुभाइको भेट भयो। दाजु कस्तो लाग्यो नेपाल? दामी लाग्यो भाइ। नेपालमा आएको बेला एउटा टिकटक पनि बनाइदिउँ हो? हुन्छ दाइ। जम दाइ, आज त पार्टी गर्नुपर्छ। भइहाल्छ नि, जम जम। थ्याङ्क यू, चियर्स। आज त धेरै रमाइलो भयो है भाइ। हो नि दाजु। गाइज अब हामी रोनाल्डो भाइको रुम जाँदैछौँ। गाइज आजको लागि यति नै। नेक्स्ट पार्टका लागि लाइक, शेयर र सब्सक्राइब गरिदिनु होला। जय नेपाल।